हामी चाहिँ सृष्टिको उत्पत्तिको कथा गर्दाखेरिमा त्यही एउटै आमाले बाघ मान्छे भालु अनि वनस्पतिहरू पनि जन्मायो भन्छ क्या सर। भनेपछि त्यो भने के हो भन्दा त्यो भनेको उसले दर्शन भनेको हो नि त। पर्यावरणसँगको पर्यावरण सम्बन्धी उसको त्यो फिलोसफी हो भनेको मान्छे पशु पन्छी र प्रकृतिको त्यो जुन वनस्पतिहरू हुन्छ सम्बन्ध त्यो तीन पक्षीय सम्बन्ध भनेको कस्तो हुनुपर्छ भन्दा सहोदर सन्तानको जस्तो हुनुपर्छ भने हो सर हैन। भन्छ उसले पर्यावरण जोगाउने उसको फिलोसफी त त्यहाँ व्यक्त गरेको छ। एल्लका राजाहरू र एल्लका बासिन्दाहरूको पुकार चाहिँ हाम्रो मुन्दुममा हुँदो रहेछ। भनेपछि त्यो एल्ल र एल शब्द चाहिँ अहिले पनि नेवारी समाजमा प्रचलित नै भएको कारणले गर्दा सम्भवतः मुन्दुममा भनेको एल र एल्ल हो चाहिँ कुनै बखतको काठमाडौँ उपत्यकालाई भनिने शब्द जुन नेवारहरूमा निरन्तर छ त्यो नै होला। म चाहिँ भीमसेनको रूपमा उत्रिएको छु। अब म भीमसेन र पशुपतिनाथ दुईजना मिलेर हामी चाहिँ नेपालको कल्याण गर्छौँ भन्ने सन्देश दियो भन्ने रहेछ। किम्बदन्तीले चाहिँ हाम्रो एउटा किम्बदन्तीले काठमाडौँ र पूर्वको किराँतीलाई जोड्दो रहेछ यो। त्यो चट्याङ ढुङ्गा चाहिँ पारोहाङले आकाशबाट पारेको हो भन्छ न। एउटा धामी र अर्को धामीको बिचमा आफ्नो शक्ति परीक्षण गर्नको निमित्त त्यो बैथरलुङ अथवा चट्याङ ढुङ्गाले हान्छ अरे क्या सर। अनि त्यो छल्न सक्यो भने त्यो धामी बाँच्यो, छल्न सकेन भने त्यो ढल्यो। र कुनै धामीले त्यसरी दुःख दिने जिस्किने खालको धामी छ भने चाहिँ रिस उठेर बैथरलुङले हान्दिने, वज्रढुङ्गाले हान्दिन्छ भन्छ क्या सर। उनीहरूले हामी राईहरूले र लिम्बूले भन्ने कथा के छ भने हामी चाहिँ बनकेरा र बोहरी फाँड्दै अगाडि गयौँ। बनकेरा पनि छिटो टुसाउँछ अनि बोहरी पनि काट्न सक्छ, कालो हुन्छ। अगाडि जाने दाजुहरूले चाहिँ त्यो काट्दै जाँदाखेरिमा बनकेरा पलाइहाल्यो, बोहरी कालो भइहाल्यो भनेपछि दाजुहरू धेरै अगाडि नै अगाडि गइसकेको छ। अब हामी भेट्न सकिँदैन दाजुहरूलाई, हामी यतै बस्नु भनेर तराईतिरै बसेर कान्छो भाइहरू चाहिँ तराईतिरै बस्ने कान्छो भाइहरू चाहिँ अहिलेको मेचे धिमाल राजवंशी कोचेहरू हुन् भनेर हाम्रोतिर भनिन्छ सर। ठ्याक्कै यही कथा चाहिँ फेरि मेचे धिमालहरूले पनि भन्छ फेरि उनीहरू हामी दाजुहरू यसरी बनकेरा बोहरी फाँड्दै गयो, हामी चाहिँ छुटेर मधेसतिर बस्यौँ। त्यसले गर्दाखेरिमा हाम्रो दाजुभाइ चाहिँ पहाडको राई लिम्बूहरू हाम्रो दाजुभाइ हो भनेर यो तराईको त्यो मेचे धिमालहरूले भन्छ सर। अनि त्यो पितृलाई बाटो लगाउने क्रममा चाहिँ बायुङ राईहरूले पनि पितृहरूलाई बाटो लगाउँदै जाँदा तिमीहरू चाहिँ यो तिमीहरूको पितृको थलो नेपाल देल नेवाल देलमा गएर भन्दो रहेछ। थुलुङहरूकोमा पनि के भन्दो रहेछ भने तिमीहरू चाहिँ पितृको थलो नेपाल देल नेवाल देलमा जाऊ। किन त्यहाँ जाऊ भने त्यहाँ चाहिँ तिम्रो अनुहार मिल्ने र भाषा मिल्ने मान्छेहरू बस्छन् भनेर भन्दो रहेछ क्या। या त त्यो राईहरू काठमाडौँ उपत्यकामा थिए र यहाँबाट पूर्वतिर फर्किए, या त पूर्वका राईहरू र नेवारको बिचमा चाहिँ कुनै प्रकारको सम्बन्ध थियो। अनि हाम्रो मुन्दुम चाहिँ फेरि कस्तो हुन्छ भने सर त्यो नयाँ टेक्स्ट भन्दा पनि एकदमै त्यो प्राचीन क्लासिकल शास्त्रीय टेक्स्टहरू बढी त्यसमा हुन्छ क्या सर। हाम्रो समाजमा परम्परादेखि विकास भएको त्यति बलियो समाजमा जरा गाडेको राजनीतिक सामाजिक संस्थाहरू छ जस्तो बडघर त त्यो खालको संस्था हो। अहिले हामी स्विजरल्यान्डमा प्रत्यक्ष लोकतन्त्रको सबभन्दा राम्रो नमुना मान्छौँ। त्यो 13औं-14औं शताब्दीमा विकास भएको उसको प्रजातन्त्रको मोडालिटी हो त्यो। हामी कहाँ त जुगौँदेखि त्यो थारूहरूले त आफ्नो निर्वाचन गर्दैछ नि, त्यो त प्रत्यक्ष निर्वाचन प्रणालीको सबभन्दा राम्रो मात्र होइन नि। यही नेवारहरूको गुठी छ हैन, अनि थकालीहरूको आफ्नो छ, हरेकको छ नि। त्यो उदाहरणको लागि मात्रै भन्दा हैन सर। अनि त्यो चाहिँ प्रत्यक्ष लोकतन्त्रको सबभन्दा राम्रो नमुना हो। अनि गणतान्त्रिक अभ्यास प्रणालीको सबभन्दा राम्रो नमुना, अनि जनता प्रभावशाली हुन्छ समाजवादमा भन्ने कुराको सबभन्दा राम्रो राजनीतिक अभ्यास हो त्यो। भनिसकेपछि हामीले त्यो युरोपतिर हाम्रा विद्वानहरूले राजनीतिक नेताहरूले चिन्तन गरेर विकास गरिदिएको राजनीतिक संस्थाको मात्रै किन कुरा गर्नु हो। हामी कहाँ नै सुपाच्य भइसकेको संस्थाहरू पनि छ। त्यो संस्थाहरूलाई अगाडि बढाइयो भने समाजवादमा हामी छिटो पुग्छौँ।